क्रममा रहेका छन् र यो सुन्दर प्रतियोगिता यस गोल्ड कप सञ्चालन गरिरहेको छ डाँडा बजार फुटबल क्लबले उहाँहरूको होल युनिट विशेष गरी अध्यक्ष राज सुब्बा त्यस्तै सचिवमा सरोज लिम्बू सम्पूर्णलाई हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ र यस प्रतियोगिताको प्रथम पुरस्कार रु 3 लाख रुपियाँ ट्रफी मेडल रहेको थियो भने उपविजेताले प्राप्त गर्नेछ 1,55,000 ट्रफी मेडल र म्यान अफ द म्याच ले प्राप्त गर्नेछ रु 5,000 र यसभन्दा अगाडि खेलको म्यान अफ द म्याच विपिन लिम्बू रहनु भएको छ दुई टोली महाभिडन्त यो महाकुभ फुटबलको महासङ्ग्राम हुँदैछ डाँडा बजारमा र यो फुटबल हेर्नको लागि तपाईहरु आउन सक्नुहुनेछ टिकट रु मात्र 50 रुपैयाँ रहेको छ व्हाइट कलरको जर्सीमा राधा फुटबल क्लबलाई देखिरहनु भएको छ भने तातले फुटबल क्लबलाई ग्रीन कलरको जर्सीमा देखिरहनु भएको छ टिममा बिरेन चेम्जोङ रहनु भएको छ निरन्तर म खेलाडीहरुको नेम लिस्ट तपाईलाई बताउने छु र त्योभन्दा अगाडि आजका सेन्टर रेफ्री मिलन लिम्बूको विसलसँगै यो खेल किक अफबाट सुरु भइसकेको छ हियर वी गो त्यस्तै बिरेन चेम्जोङ राराबाट र जया गुरुङ पनि आज मैदानमा हुनुहुन्छ तालतले फुटबल क्लब ग्लिनकरको जर्सीमा आज मैदानमा देख्दै हुनुहुन्छ जहाँ सबिन घिमिरे खेल कप्तान रहनु भएको छ नेशनल अन्डर 20 खेलिसकेका खेलाडी हुन् सबिन घिमिरे यस टोलीमा सहभागी छन् जर्सी नम्बर 20 मा समित छेत्री गोलरक्षकको भूमिकामा हुनुहुन्छ जर्सी नम्बर 23 मा रमेश राजवंशी जर्सी नम्बर 12 मा प्रवेश दनवार एमपीसी र एमएमसी बाट खेलिसकेका खेलाडी हुनु उनी पनि निकै अनुभवी खेलाडी र विदेशी खेलाडी बाफरलाई समेत देख्न सक्नुहुनेछ तपाईहरुले चित परिचित गोल्ड कपहरुमा पूर्वमै चित परिचित खेलाडीहरु हुन् बाफर जर्सी नम्बर 7 मा मौसम लिम्बू 3 स्टार बाट खेलिसकेका खेलाडी अनुभवी खेलाडीहरुको कलेक्सन देख्न सकिन्छ तालतले फुटबल क्लबबाट पनि जर्सी नम्बर 15 मा निवास पोयल जर्सी नम्बर 8 मा सिजर राई उनी पनि नेशनल अन्डर 17 खेलिसकेका खेलाडी हुन् र जर्सी नम्बर 10 मा फोफना र जर्सी नम्बर 26 मा मिलन राई हुनुहुन्छ एफसी चितवनबाट एनएसएल भर्खरै मात्र खेलिसकेका खेलाडी हुनुहुन्छ उहाँ पनि जर्सी नम्बर 17 मा अनिस राज थामी रहनु भएको छ र सब्स्टिट्युट प्लेयरको रूपमा करण सुनवार त्यस्तै जर्सी नम्बर 16 मा मनिष माझी गोलरक्षकको भूमिकामा जर्सी नम्बर 9 मा एरिस चौधरी र कोचमा सेजवन राई र म्यानेजरमा सुरेन्द्र राई रहनु भएको छ रारा फुटबल क्लब वर्सेस तालतले फुटबल क्लब बीचको यो इन्ट्रेस्टिङ रमाइलो रोमाञ्चक म्याच र पहिलो हाफमा हामीले देखेका थियौं मिलन राईको त्यो सुन्दर गोल रारा फुफलाले डिफेन्ड गर्ने क्रम जारी छ ओहो हेड अप पनि बल पाइरहेको छ सलोनी लिम्बू पनि कमेन्ट गरेर साथ दिँदै हाफ टाइम कति बाँकी छ भन्दै हुनुहुन्छ यो दोस्रो हाफको खेल हो खेलको 39औं मिनेट बितिसकेको छ यो कर्नर किक रहनेछ र यो कर्नर किक प्रहार गर्नको लागि फोफना यो आर्कमा कर्नर आर्कमा बल राख्न जाँदैछन् ओहो र येलो कार्ड प्रदान गरिएको छ फोफनालाई फोफना खुसी देखिँदैनन् अझै पनि
खतरा बन्न सक्छ फोफनाको लागि। उनलाई येलो कार्ड प्रदान गरिएको थियो। हो तातोलाई अवसर छ, अझै पनि खतरा पेनाल्टी बक्समा यो घम्सी र अफसाइड यस पटक भने यो फ्री किक हुनेछ राणा फुटबल र आजका एकमात्र गोलकर्ता मिलन राय चितवन एफसीबाट एनएसएल भर्खरै खेलेर आएका खेलाडी हुन्। आज एक गोल गर्न सफल भएका छन्। फोफनाको लागि अवसर यहाँ। हो त्यो बचाउ गरेका छन्, त्यो फोफनालाई रोके नपुगे यसपटक गोलरक्षकले। अझै पनि राणा डिफेन्डिङ गर्दैछ र त्यो अगाडिको मोमेन्टलाई हामी रिप्लेमा हेर्नेछौँ। राणा बुद्ध चेम्चोङ तर बाफर इजी क्लियरेन्स, त्यो पास बाफरबाट फोफना र खेल कप्तान सबिन घिमिरे राइट ह्यान्ड साइडमा क्रसको खोजीमा रहेको थियो। त्यो पक्कै पनि क्रसको खोजी भने जरुरत थियो, तर त्यो खेल कप्तान सबिन घिमिरे तालतला फुटबल क्लबको तर्फबाट थ्रोइङमा तालतला फुटबल क्लब मौसम लिम्बू सबिन घिमिरे। ओहो यो फुल कमिटेड गर्न पुगेका छन् बुद्ध चेम्चोङ। यो फ्री किक हुनेछ। बाफरबाट यो लङ रेन्जर हो खतरा बन्न सक्छ पेनाल्टी बक्समा। यो हेडर गोल फोफना। वाउ वाट अ गोल, त्यो हेडिङ गोल हामी रिप्लेमा पनि हेरेछ फोफनाबाट। फोफनाबाट त्यो इन्ट्रेस्टिङ गोल सँगै सेलिब्रेसन पनि अत्यन्तै सुन्दर। हामी आइसकेका छौँ। दुई खेलाडी परिवर्तन। ओके यो कर्नर किक हेडरको प्रयास त्यो भने सफल बने छैन। राणा काउन्टरमा छ। अब बुद्ध चेम्चोङ लेफ्ट ह्यान्ड साइडबाट बुद्ध चेम्चोङ यो थ्रु पास हो र यसबाट क्लियरेन्स सुन्दर। सिजर राय नेसनल अन्डर 17 खेलिसकेका प्लेयर हुन्। ओके र फाइनली आजका सेन्टर रेफ्री मिलन लिम्बूबाट खेलको निर्धारित समय सकिएको विषय ब्लो भएको छ र स्कोर लाइन हामी देख्न सक्छौँ। तालतला फुटबल क्लब 2 गोल गर्दै अग्रता लिँदै यस खेलमा विजेता बन्न सफल भएको छ भने राणा फुटबल क्लब 0 को स्थितिमा रहेको छ र राणा फुटबल क्लबको यात्रा भने यस खेलमा यहीँ टुङ्गिएको छ। र आजको म्यान अफ द म्याच को हुनेछ त गेस गर्न सक्नुहुनेछ तपाईँले। भोलि 2 हुनेछ। पहिलो खेल दिनको 1 बजे 5:30